हाम्रो पवन सर र म चाहिँ दारीभाइको चिया पसल काँक्रे बिहार आइपुगेका छौँ। यो चाहिँ सुर्खेतको वीरेन्द्रनगरमा छ। हजुर एकदमै फेमस रहेछ होइन? हजुर पहिले कस्तो छ चिया कफी के हो यहाँ पाइने होइन? स्पेसल्ली पाइने त यहाँ जुजु हो नै लस्सी लस्सी र चिया मटका चिया एकदमै फेमस रहेछ। दारीभाइ भने यहाँ दारीभाइ नै हुनुहुन्थ्यो, उहाँले नै बेच्नुहुन्छ अहिले। यहाँ चाहिँ फेरि यस्तो रहेछ, यो मटकाको कपमा आफ्नो नाम लेखेर राख्नु। याद आउँछ पछि यो चाहिँ सानो सुर्खेत हो, तर यो फाँटमै पऱ्यो नि त होइन? सुर्खेतकै फाँटमा यो तल्लो सुर्खेत भयो। यताबाट खेती हुने, माथिबाट रेसिडेन्ट एरिया त्यस्तो टाइपले चाहिँ प्लानिङ गरेर रहेछ कि पहिलेदेखि। त्यस्तै त्यो त बस्ती चाहिँ बेसी भइसकेको छैन। अनि तल चाहिँ छन् बस्तीहरू फारी कम्युनिटी पनि छैन तल 2-3 ठाउँमा छ। हामी चाहिँ अहिले यो काँक्रे बिहार अलि हाइटमा रहेछ। यहाँ मन्दिर पनि छ। मन्दिर चाहिँ के को मन्दिर? देवीको मन्दिर के को? बुद्धिस्ट त्यो हुन्छ नि, गुम्बा टाइपको हो। यहाँ भिड पनि लाग्छ, हिन्दू बौद्धिस्ट सबै मान्छे आउनु भयो। ठिक छ ल। अझ दाउरोमा पकाउनु पर्ने हो कि चिया होइन? दाउरोमा पकाउनु पर्ने हो कि चिया? सुरुवात गर्दाखेरि तपाईँले दाउरोमै पकाएर सुरुवात गर्नुभएको हो? यहाँ हाम्रो के दाइ अरे दारी दाइले नि ग्यासबाटै सुरुवात हो। ए दाइ खोइ त कति वर्ष भयो अरे? 8 वर्ष भयो वैशाख अस्ति 1 गतेदेखि। ए ल धन्यवाद है, एकदम मिठो चिया खानु भयो। अहिले चाहिँ हामी काँक्रे बिहारको मन्दिरमा जाँदैछौँ। देउती माई के मन्दिर भन्नुभयो? अहिले चाहिँ काँक्रे बिहार हो, पछि चाहिँ भोलि चाहिँ देउती बसे। ए उता त देउती मन्दिर भयो, काँक्रे बिहारको मन्दिर जाँदैछौँ होइन हामी अहिले। ठ्याक्कै जङ्गलको बिचमै छ। हामी चाहिँ अहिले काँक्रे बिहार मन्दिर जाँदैछौँ होइन? काँक्रे बिहार मन्दिर सुर्खेतको एकदमै फेमस। सुर्खेत एकदमै फेमस। अनि अर्कै भाइब छ नि मलाई त्यहाँबाट छिर्दाखेरि। शान्त, एकदम शान्त। बाटो पनि कस्तो राम्रो छ नि त। अनि फेरि जङ्गलको बिचमा रहेछ कि यो। टक्कै फेरि गर्मी हुँदैन। काँक्रे बिहार जङ्गलको बिचमा काँक्रे बिहार। अनि काँक्रे बिहार नाम चाहिँ कसरी भयो होला भन्नुहोस् न तपाईँहरूले? यहाँ काँक्रा फल्थ्यो अनि यहाँ त्यसपछि यहाँ बिहार बनाइदिइसकेपछि एउटा मजा। अनि यो रुखहरू त बर्डरको रुख होइन र? कुन यो के को रुख हो यो? ए साल हेर्नु त सबै सालै छ। साल हो। सालको पातको टपरी हुने सालको जङ्गल रहेछ। सालको जङ्गलको बिचमा चाहिँ टक्क मन्दिर छ। यो चाहिँ पहिला भूकम्पले भत्किएको थियो, भर्खर बनायो। यसको आर्किटेक्चर कस्तो लाग्यो सर? के को सिर्फ यो टिकटको? मन्दिर आउँदाखेरि टिकट लाग्दो रहेछ। एउटा टिकटको कति पर्ने रहेछ एकजनाको? 20 रुपियाँ। यो चाहिँ नौलो प्र्याक्टिस देखेँ मैले। हाम्रो पोखरातिर जस्तै त्यो शिव मन्दिर ठुलो मन्दिर छ नि, करोडौँ रुपियाँ खर्च भयो। त्यहाँ एउटा सवाल पनि उठ्यो, पुम्दीकोटमा चाहिँ टिकट काट्नुपर्छ भन्ने सवाल उठाएको थियो। तर मन्दिरले उठाउनु पाइँदैन भनेर उठाउँदैन कि दान माग्नलाई बरु प्रोत्साहित गर्छन्। यो अब बन्द भइसक्यो होइन? 5 बजे हामी अलि अगाडि हामी भित्र छिरेको थियौँ, अहिले बन्द भइसक्यो। यो चाहिँ बन्या चाहिँ मन्दिर कहिले हो भन्ने कुरा चाहिँ यहाँनिर लेखाएको रहेछ कि होइन? सिन्जा किङडम 1268। बुलेट पोइन्टमा चाहियो क्या हामीलाई। समराइज गरेर सिकाएको सर्टमा। पिकनिक स्पटमा ल्याएको बुलबुले चाहिँ हाम्रो पवन सरले लानुहुन्छ मलाई। उहाँले चाहिँ रिजर्भै गर्नुभएको छ कि मलाई। अपडेट गरे चाहिने माटो एउटा भने त्यही प्रोफेसनलै हो। टेम्परेचर अलि घटिसक्यो अहिले। टेम्परेचर अलि घटेको अघि भन्दा
4 डिग्री 5 डिग्रीको भेरिएसन त राति र दिउँसोमा हुन्छ अगाडि चाहिँ हाम्रो जेन्जीहरू हुनुहुन्छ नि जेन्जी इम्प्याक्ट पर्छ कि यहाँ चाहिँ मन्दिरमा चाहिँ इन्ट्री फी पनि लाग्दो रहेछ अब यो यस्तो राम्रो ठाउँ रहेछ तर यहाँनिर बाटो चाहिँ अलिक खराब आउँदाखेरि खाल्टै खाल्डा छ होइन यो खाल्डा अलि पुर्न त्यति धेरै रिसोर्सेस लाग्ने पनि होइन नगरेर हो कि यो चाहिँ इग्नोर गरेर इग्नोर गरेर